हामी चाहिँ हनुमान टप गएको माथि सिक्किम गान्तोकको हनुमान टपमा जाँदैछ। वेदर अलिकति खराब भएकोले गर्दाखेरि आधा चाहिँ हाम्रो टार्गेट पुरा हुन सकेन। छाङ्गुले गएको खासै, अनि फर्केर आउँदा चाहिँ बाटोमा हनुमान टप भेट्दो रहेछ। छाङ्गु चाहिँ जानु दिएन, हिउँ बेसी परेकोले गर्दा। अब भोलि चाहिँ हामी जाने नै जाने भन्ने होइन, तर अब वेदर उक्रिन्छ उक्रिँदैन त्यो चाहिँ थाहा भएन। र त्यही कारणले हामी आज हनुमानजीकोमा आएर चाहिँ हामीले शक्ति प्रदर्शन मागेर चाहिँ भोलि चाहिँ हामी पक्का छाङ्गु जाने। यो चाहिँ गान्तोकको हनुमान टप है। यहाँ चाहिँ मैले देख्दाखेरि मैले सोधिनँ है, मैले देख्दाखेरि चाहिँ यहाँ आर्मीले नै हेर्नु हुँदो रहेछ है, र आर्मीको डिफेन्सले नै सञ्चालित गरेको यो मन्दिर। यहाँ चाहिँ हेर्नुहोस् है, डिफेन्सबाट नै लाग्दैछ मलाई चाहिँ पढेको है। आर्मी नै रहेछ पूजाहरू गर्ने सबै कुरो। हनुमान टप विशेष चाहिँ यहाँ वेदर एकदमै पानी बेसी परेकोले गर्दाखेरि चाहिँ अलिकति प्रब्लम भयो है। अनि पानी च्यापच्याप छ, अनि जुत्ताहरू लाउनु नमिल्ने। अब मन्दिरमा जहीँ पनि त्यही हो है, त्यसले गर्दाखेरि चाहिँ अब मचामा अलिकति भित्ने यस्तो प्लान भयो।